के तपाईहरूले पनि राष्ट्रिय परिचय पत्र र आफ्नो ब्याङ्क एकाउन्टलाई लिङ्क गर्नुभएको छैन? यदि छैन भने तपाईँहरूको ब्याङ्क खाता असोज महिनाभित्र बन्द हुन सक्छ है। अहिलेको समयमा यो नयाँ अपडेटले निकै धेरै चर्चा पाइरहेको छ। पोजिटिभ भन्दा धेरै नेगेटिभ चर्चा पाइरहेको छ, किनभने म्याक्सिमम साथीहरू अहिले विदेशमा हुनुहुन्छ र विदेशमा भएका साथीहरूले ब्याङ्क एकाउन्ट पहिले नै खोलेर जानुभएको छ र उहाँहरूले परिचय पत्र बनाउनु भएको छैन, किनभने अनलाइन मार्फत परिचय पत्र बनाउन नमिल्ने भएको कारणले गर्दा नै उहाँहरूसँग परिचय पत्र पनि छैन। अब यस्तो बेलामा हामी विदेशमा भएकाले के गर्ने भन्ने विदेशमा भएका साथीहरूको जिज्ञासा रहेको छ र नेपालमै पनि ब्याङ्क भन्दा निकै टाढा भएका वृद्धहरूको लागि समस्या पर्ने देखिन्छ। आजको भिडियोमा हामीले यो नियम के हो, कस्तो हो, के असोजसम्म हामीले नगरेपछि बन्द हुने नै हो त, विदेशमा भएकाहरूको लागि के सुविधा रहेको छ, यी सम्पूर्ण कुराको बारेमा जानकारी दिने प्रयास गर्नेछौँ। यसर्थ तपाईँहरूले पनि यो न्युज सुनेर आत्तिनु भएको छ भने यो भिडियो अन्तिमसम्म अवश्य पनि हेर्नुहोला। अब भने ढिला नगर लागौ विषयवस्तुतर्फ नै। अब राष्ट्रिय परिचय पत्र नभएका पुराना बैङ्क खातामा कारोबार गर्न नपाइने अर्थात् ब्याङ्क खाता बन्द गरिने भएको छ। बैङ्क खाताहरूलाई सुरक्षित, व्यवस्थित र प्रविधि मैत्री बनाउन तथा पहिचान प्रणालीलाई एकीकृत गर्न भन्दै राष्ट्र बैङ्कले यस्तो नयाँ कदम चालेको। यसअघि बैङ्कहरूले गत माघ 1 गते 2081 देखि नयाँ खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको थियो, तर अब पुराना खाताहरूमा पनि यसलाई अनिवार्य गर्न लागि छ। यसका लागि नेपाल राष्ट्र बैङ्कले सम्पूर्ण बैङ्क तथा वित्तीय संस्थाहरूमा खाता रहेका नेपाली नागरिकहरूको लागि राष्ट्रिय परिचय पत्र नम्बर अर्थात् नेसनल आइडेन्टिटी कार्ड सम्बन्धी व्यवस्था कडा बनाउन लागेको छ। केन्द्रीय बैङ्कले एकीकृत निर्देशन 2082 लाई परिमार्जन गर्दै आगामी 2083 असोज मसान्तभित्र आफ्नो बैङ्क खातामा राष्ट्रिय परिचय पत्र नम्बर अपडेट गर्न, अध्यावधिक गर्न निर्देशन दिएको छ। राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई जारी गरेको पछिल्लो परिपत्र अनुसार अब ग्राहकहरूले बैङ्क नै नगई डिजिटल माध्यमबाटै सजिलै आफ्नो विवरण अध्यावधिक गर्न सक्ने व्यवस्था मिलाउनु पर्नेछ। नयाँ व्यवस्था अनुसार क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूले आफ्ना खातावालाहरूसँग मोबाइल एप वा अन्य उपयुक्त डिजिटल माध्यमबाट राष्ट्रिय परिचय पत्र भए नभएको सो घोषणा अर्थात् सेल्फ डिक्लेरेसन लिनुपर्ने भएको छ। अर्थात् अहिले तपाईँहरूले अनलाइन मार्फत नै कसरी गर्ने होला, के गर्ने होला भन्ने तपाईँहरू पर्खाइमा हुनुहुन्छ भने असोजको महिनासम्ममा यसको बारेमा पनि नयाँ अपडेट आउनेछ। सम्भवतः तपाईँहरूले आफ्नो मोबाइल ब्याङ्किङबाटै आफ्नो परिचय पत्रलाई भेरिफाई गर्न मिल्ने अपडेट पनि आउन सक्ने हाई चान्स रहेको छ, तर अहिलेसम्म कुनै कन्फर्म भने भएको छैन। यसका साथै राष्ट्रिय परिचय पत्र लिइसकेका नेपाली नागरिकहरूको हकमा बैङ्कहरूले आगामी 2083 असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्र नम्बर लिएर विवरण अध्यावधिक गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। अर्थात् अब तपाईँहरूले मोबाइल ब्याङ्किङको मोबाइल एपबाट तपाईँहरूले आफ्नो राष्ट्रिय परिचय पत्रलाई भेरिफाई गर्न मिल्ने हुनसक्छ। अहिलेसम्म राष्ट्रिय परिचय पत्र लिन नसकेका नेपाली नागरिकहरूको हकमा भने खाता बन्द भइहाल्ने छैन। अर्थात् यदि तपाईँहरू विदेशमा हुनुहुन्छ, परिचय पत्र छैन भने तपाईँहरू नआत्तिनुहोला, तपाईँहरूको ब्याङ्क खाता अहिले नै बन्द भने हुने छैन। तर बैङ्कहरूले त्यस्ता ग्राहकहरूलाई राष्ट्रिय परिचय पत्र लिएर ग्राहक पहिचान अर्थात् केवाइसी अध्यावधिक गर्नका लागि मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक 6 महिनामा जानकारी गराउनु पर्ने व्यवस्था मिलाउनु पर्नेछ। अब विदेशमा भएकाले के गर्ने भन्ने कुरा हुन सक्छ। विदेशमा बस्ने नेपाली नागरिकहरू र अशक्तलाई भने केही विशेष छुटहरू प्रदान गरिएको छ। राष्ट्र बैङ्कले जारी गरेको नयाँ निर्देशिकामा केही विशेष परिस्थिति र क्षेत्रका नागरिकहरूलाई भने राष्ट्रिय परिचय पत्र बुझाउने नियममा विशेष सहुलियत दिएको छ। विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूले अनलाइन मार्फत खाता खोल्दा राष्ट्रिय परिचय पत्र नभए पनि अन्य आवश्यक कागजात पेश गरेर खाता खोल्न सक्नेछन्, तर उनीहरू नेपाल फर्किएको 35 दिनभित्र अनिवार्य रूपमा राष्ट्रिय परिचय पत्रको विवरण बैङ्कमा बुझाइ खाता अध्यावधिक गर्नुपर्ने हुनेछ। अर्थात् तपाईँहरू विदेशमा हुनुहुन्छ र ब्याङ्क खाता खोल्दै हुनुहुन्छ या पहिले नै तपाईँहरूले कुनै पनि आफ्नो डकुमेन्टहरू युज गरेर नागरिकता पासपोर्ट युज गरेर तपाईँहरूले ब्याङ्क खाता खोलिसक्नु भएको छ भने अब तपाईँहरू नेपाल आउने बेलामा चाहिँ नेपाल आएको 35 दिनभित्रमा तपाईँहरूले राष्ट्रिय परिचय पत्र बनाएर त्यो चाहिँ ब्याङ्कमा गएर अध्यावधिक गर्नुपर्ने हुन्छ। अन्यथा यस्तो गर्नु भएन भने चाहिँ त्यस पछाडि
चाहिँ तपाईहरुको ब्याङ्क खाता बन्द हुने हाई चान्स हुनेछ, तर तपाईहरुको लागि केही समय भने दिइनेछ। त्यस्तै आफ्नो हेरचाह आफै गर्न नसक्ने, पूर्ण रूपमा अशक्त तथा असहाय नागरिकको हकमा राष्ट्रिय परिचय पत्र बिना नै अन्य आवश्यक कागजातको आधारमा खाता खोल्न र कारोबार गर्न सक्ने भएको छ। यदि तपाईहरु आफ्नो घरबाट हिँडडुल गर्न सक्नु हुँदैन, ब्याङ्कसम्म पुग्न सक्नु हुँदैन, तपाईहरु अशक्त हुनुहुन्छ, कमजोर हुनुहुन्छ, यदि तपाईहरुको घरभन्दा ब्याङ्क निकै टाढा छ भने तपाईहरुको लागि भने यो सहुलियत दिइनेछ, यो छुट दिइनेछ। तपाईहरुले आफ्नो अरु नागरिकताको युज गरेर मात्रै पनि ब्याङ्क खाता खोल्न चलाउन सक्नुहुनेछ। यसका साथै 16 वर्षभन्दा कम उमेरका बालबालिकाको हकमा पनि यो नियम लागू हुनेछ, अर्थात् उनीहरूले राष्ट्रिय परिचय पत्र बिना नै ब्याङ्क खाता सञ्चालन गर्न सक्नेछन्। यदि तपाईहरु नाबालक हुनुहुन्छ या तपाईहरुले आफ्नो छोराछोरीको ब्याङ्क खाता के होला भनेर निराशमा हुनुहुन्छ भने तपाईहरु आत्तिनु पर्दैन। बालबालिकाको खाता खोल्ने बेलामा चाहिँ अभिभावकको परिचय पत्र भेरिफाई गरिसकेको हुन्छ, जसले गर्दा बालबालिकाको चाहिँ परिचय पत्र आवश्यक हुने भन्ने हुँदैन। अहिलेसम्म अनलाइन मार्फत नै भेरिफाई गर्न मिल्ने अपडेट भने आएको छैन। असोजसम्मको लागि समय दिएको हुँदा त्यो पनि चाँडै अपडेट आउनेछ। यदि अनलाइन मार्फत गर्ने अपडेट आयो भने कसरी गर्ने, के डकुमेन्ट चाहिन्छ, यसको बारेमा पनि हामीले डिटेल भिडियो ल्याएर आउनेछौँ। यसर्थ तपाईहरुले हाम्रो च्यानललाई फेसबुक पेज वा टिकटकलाई फलो गरेर हामीसँग जोडिनु होला र यस्ता जानकारी पाउनको लागि हामीसँग कनेक्टमा रहनु होला। यो सँगै आजको भिडियो यति नै। अब भने भेटुनेछौँ अर्को नयाँ भिडियोमा।